एभ्रिवान सम्पूर्ण स्वागत छ फेरि पनि मेरो न्यू ब्लगमा। अनि आज धेरै दिन बादमा फेरि पनि ब्लग बनाइरहेको छु। अनि तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। आज चाहिँ हामी जाँदैछौँ बुढाबुढी पौडी खेल्नु। अनि तपाईहरुलाई कुन प्रकारको डाइभर हान्छु म भनेर अस्ति देखाउँछु भनेको थिएँ। आज चाहिँ फाइनली डाइभ हान्नु जाँदैछु म। चुच्चे डाइभ, फोल्डिङ डाइभ सबै देखाइदिने छु। त्यतिन्जेलका लागि भिडियोलाई हेरेर इन्जोय गर्नु होला अनि हाम्रो साथ दिनु होला भन्दै हेर्दै गर्नु होला। हामी चाहिँ जाँदैछौँ पौडी खेल्नु। रोडमा पुग्यौँ। देवा पर खुजुली गर्दैछ। खुजुली देखाइदिनु अरे हौ मेरो बुढाको घर, मेरो बुढाको मुटुको टुक्राहरू। यो चाहिँ कभर पो देखाउँछ भन। त्यस्तो के गर्नु, यो कहिले बनाउने, खै बनाएको खै। यहाँ साथी अस्ति मैले एउटा निङ्गुरे खोजेर हालेको थिएँ। क्या बुढो कुहियो होला है? होइन, फ्याँक्यो। यहाँ कमिला चाहिँ एक क्रास थियो बिहान, यहीँ अड्केछ नि। यहाँ हाल न ब्यागहरू, खोइ म चाहिँ हातमा बोक्छु भएर खोली लु यहाँ हाल त, खोल्नु त यही हात खोल्नै पर्छ नि। ब्याग हाल लाठी। स्विमिङ कस्ट्युमहरू छ हाम्रो यहाँनिर साथीभाइहरू। अब के गर्नु, भन्नु गाइसहरू होइन। पुग्नु पर्दैन, पर्यो। अब कुदाइन्छ गाइस। यहाँ छिटो न बुढो, छिटो गरौँ न, पसिना आइसकिसक्यो। बस्तीको है चल्छ गाइसहरू। हो बुढोले स्कुटी स्टार्ट गर्छ, हेर्नु होला गाइसहरू। अब कतिजना मेरो साथीभाइहरूलाई मजाक मात्रै लाग्छ नि त कम्पनीमा होइन, मजाक मात्रै गर्छ केटाहरूले होइन। ए जोनाल त कुदाउँदैन भन्दै भन्दै थियो होइन। त्यो हल्का राइड गरेको गाइसहरू होइन। स्टार्ट भएको छ मेरो मेरो के भन्नु, यो बाटबाटे मेरो धड्कन थियो, मेरो धड्कन स्टार्ट भइसकेको छ गाइस। अब चाहिँ यसलाई यसो गरिन्छ। तागत फुल हुनु पनि साह्रो छ गाइस, त्यही जस्तो लाग्दैन थियो हो स्कुटी त। त्यही बसिँदैन यहाँ हेर्नुहोस् है गाइसहरू हो। केटाको अब हल्का निकाल्नु पऱ्यो। हो बुढी हामी चाहिँ निक्ल्यौँ अब पौडी खेल्नुको लागि। स्कुटी नि धुने होला, धुने होला नि, धुने नि। कसो कसो गाइसहरू, गाइस अब मेरो बुढीलाई चाहिँ थाम्नु निकै साह्रो पर्छ हौ। 65 केजी छ कि, म पनि 65 केजी हो। त्यो चोके है, पोलिसक्यो पोलिसक्यो होइन। ठिकै छ। गएको बेबो भ्लग, बेबो भ्लग गाइसहरू। बाटो खत्तम छ होइन, यस्तै गरेर कुदाउनु पर्छ। यहाँ हेर्नुहोस् गाइसहरू, बाटोको गति तर पनि केही छैन। यो अब नाक छ नि त कुदाको। अब बुढीलाई कहाँ लिएर जाँदैछु हो, स्विमिङ गराउनु होइन। बुढी पनि अब भन्छ जहिले स्विमिङ गर्छु भनेर, त्यसैले अब स्विमिङमा लगेको। किनभने आज चाहिँ स्याटरडे हो नि त, छुट्टी, कलेज छुट्टी भन्नु भएको छैन, ड्युटी छुट्टी छ। गएको गाइसहरू। रफ्तार उडाउनु मनपर्छ मलाई होइन गाइसहरू, तर म किन रफ्तार गर्दिनँ भने बाटो देखाइदियो अलिकति बुढी कस्तो बनाउनु होइन, त्यो पनि देखाइदियो, पहिचान बनाइदियो। हरन पनि लगाइदिउँ क्या अलिअलि, हरन पनि लगाइदिउँ भनौँ न। हेलो गाइस, लभ यु गाइसहरूलाई। हाम्रो फलोवर्सहरू छ नि त, भ्युवर्सहरू होइन, सबैलाई माया छ भनेको नि त। किनभने माया त गर्नु पायो नि त, बुढीलाई गर्ने माया क्या होइन, एउटा आमा बाउको नाताले गर्ने माया। ए अन्त स्कुटी कहाँ राखौँ म? अब उता हिँड्नु पर देवाको गाडी राख्नु न।
कुद्नु पर्ने हो माछा होला गाइसहरू बाटो देखाइदिउ न हौ हाम्रो गाइसहरूलाई बाटो देखाइदिउ न बाटो देखाउँदा नि यसो जोना आक्कुले मजाले ड्राइभ गर्दैछ भन्ने होस् न हौ आक्कु कहाँ राखिदिनु स्कुटी कहाँ राखिदिनु म उयो देवाको बाइक राख्नेमा गर्नु राख्नु न एकछिन उयो राख्नु नि अगाडि हो उयो राख्नु नि हौ देवा आउँदैन होला अहिले ल लु ओर्ला बुढी किनभने म त्यो पटकतिर हाल्छु होइन कहाँ राख्नु कि उयो कहाँ भरे आउँदैन कति ए लन्च ब्रेकमा आउँछ भलै साथी उयो राख्नु न अन्त त्यसो भए गोबर देख्यो हामी चाहिँ पौडी खेल्ने जग्गा आइसकेको छ यहाँदेखि चाहिँ उकालो छ अब जाने हो साथीहरू पौडी खेल्ने हो छाप्टुङ छाप्टुङ छिटो गर्नु न गरम भएर मरे साथीहरू हामी चाहिँ पौडी खेल्ने जग्गामा आइसकेको छ त्यहाँ छ पौडी तर गएर छ
के गरेको खेल न साथीहरू अब यो झरना खोला नाला भनेको चाहिँ त्यस्तै नै हो है मानिसहरूसँग है यो शक्तिहरू चाहिँ मानिसहरूसँग रमाउने गर्छ है अनि हामीहरू पनि यिनीहरूसँग रमाउने गर्छौँ अन्त किनभने चाहिँ ईश्वरको सृष्टि हो नि त है है सृष्टि हो है त्यो चाहिँ मानिसहरू ईश्वरको वरदान हो है ईश्वरले गर्नुभएको सृष्टि हो है यो हावा पानी खोला नाला है यो है जति पनि नेचुरल उयो यो शक्तिहरू है तिनीहरूलाई पनि ईश्वरले नै सृष्टि गर्नुभएको हो है किनभने हामीले हरेक कुरालाई सम्मान जाडा हुने मतलब जाडा भयो टाउको दुख्यो होइन दुखिहाल्यो बट उयो झर्नामा पनि रिटर्न लागि साइको लागेको बडा ठुलो ढुङ्गा आएर टाउकोमा लाग्यो भने जस्तो लाग्यो अन्त त्यो झर्ना देखाएर मैले है त्यो पुरा अब जान्छु खोला सानो काम छ गाइड ओ ओ नु बेसी नखाला टाउको दुख्छु बेसी खेल्नु पनि राम्रो होइन नि त यस्तो खेल्दा किनभने खोल्सा खोल्सीहरू कतिखेर बढ्छ त्यो हामीलाई थाहा हुन्छ साथीहरू हामीले पौडी पनि खेलिसक्यो लुगा पनि फेरिसक्यो अब हामी जाँदैछौँ अब स्कुटी धुनु छ अन्त स्कुटी धुएर चाहिँ हामी घर जान्छौँ आजको पौडी खेलाइ कस्तो लाग्यो चुच्चे टाइप फोल्डिङ टाइपहरू त म जान्दिनँ साथीहरू तर बुढोले अलिअलि देखाइदिएको छ सो त्यसमा इन्जोय गर्नु होला दामी मजा आयो होइन गाइसहरू किनभने तपाईँहरूलाई हामीले यो स्विमिङ गरेको देखाउनु चाहन्थ्यो नि त नेचुरल स्विमिङमा आएर हामीले स्विमिङ पनि गर्यो गाइसहरू होइन अन्त तपाईँहरूले यो भिडियोहरू हेरिदिनु होला अनि इन्जोय मजा लिनु होला अनि जसले मेरो च्यानललाई सब्सक्राइब गरेको छैन प्लिज सब्सक्राइब गरिदिनु होला अन्त लाइक कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु सो भिडियोलाई हेर्दै गर्नु होला गरौँ न अलिकति स्कुटी पनि धुनुपर्छ अन्त त सो मेरो बुढा चाहिँ आउँदैछ कस्तो शीतल भइरहेछ कस्तो शीतल यहाँ फेरि यहाँ आइपुग्दाखेरि कस्तो हावा चल्छ कि सुरुरुरुरु कस्तो मजा आउँछ हेर्नु न पानी हेर्नु कस्तो शीतल जग्गा हामी पौडी खेलेको यहाँ माथि हो कि अब यहाँ त लगाएको छ रोडमा अब सधैँ स्कुटी धुने जग्गामा जाँदैछौँ साथीहरू अब चाहिँ स्कुटी धुइन्छ हाम्रो माथि बाङ्गाको घर सबै आफ्नै आफ्नोहरू छ यतातिर हामी सिस्नु खोज्ने जग्गा यही हो पर हामी सिस्नु खोजिन्छ अरू बेला अब यहाँ बस्छु शीतलमा ए नाकभित्र पानी पसेर कानभित्र पनि पसेछ पानी गरम हुनु थालिहाल्यो यहाँ घाममा आएर ल बुढा धुवा म चाहिँ बस्छु अब लुगा फेरेको भए हुन्थ्यो त म पनि ऊ माथि एकछिन चलाउँथेँ नि गुरुरु पारेर बुढो म पनि चलाउँथेँ नि एकछिन अनि मात्रै धुको भए हुन्थ्यो नि जा
होइन नि होटेलमा हौ। चलङ भनेको जुन हामी चाहिँ बजार हेरेको थियो कन्टिन्यू, अन्त बजार हेरेर घाममा हेरेकोले गर्दाखेरि एकछिनमै सबै फोकाहरू आइरहेको छ, कालो पनि भयो, डढ्यो, हातहरू सबै डढ्यो। घाममा बेसी हिँड्यो भने मेरो पुरा फोका आउँछ। यतातिर हुनु फोका छ। साथीहरू हामी चाहिँ घर फर्केको, अब हामी चाहिँ जाँदैछौँ घर। हामीले अब फेरि गरम हुँदै थाल्यो गाइसहरू, अब फर्केर हामी चाहिँ हो जाँदैछु। के बिर्सिनु, साबुनको टुक्रा बिर्सिनु। छिटो नानीहरू के गर्दैछ, बाबुआमाको दुइटै नानीहरू 2जना छोरीछोरी बाटो छन्दै कुदौँ न त हौ, बाटो छन्दै पुरै यस्तो घाममा त ह्यान्डसम देख्छु क्या हो गो बरु। बाटो गरेर कालै भइसकेको छ। लाउँदाखेरि चाहिँ मजा आउँछ। भेटियो फाइनली। यस्तै छ डाँडा काँडा काली ओह्राली जिन्दगीको गोरेटोमा मोटरसाइकल भुटुटु पारेर गाइसहरू के गर्नु, यस्तै छ जिन्दगी, यस्तै छ जिन्दगीको यो पाहाड र डाँडा काँडामा उकाली ओह्रालीमा मोटर बाइक भुरभुर पारेर हुर त्यसो पनि गर्छु म, हुर पनि गर्छु। मजा आउँछ मलाई, किनभने मजा लाग्छ। बुढीलाई लडाइदिउँ क्या हो गाइसहरू, भुलडुङ्गै पारेर। बुढी त फेरि यत्रो मोटी छ कि बुढी त, के गर्नु गाइसहरू होइन। कोही बेला जङ्गलतिर हालिदिनु पनि मनपर्छ स्कुटी, तर छोडिदिनु पऱ्यो होइन। अनि म चाहिँ तेल हाल्नु जान्छु अहिले एकछिनमा। कस्तो सफा टाउको पनि सफा भयो, मजा आयो। बेसी नै भयो नाट